गाइस हामी चाहिँ अब यता चाहिँ अब सर्टकटको बाटो लगे 2 घण्टाको अब वहाँ भन्दा हामी यता पुग्यो भनेर आइरहेको छ। त्यही भएर साथीहरूतिर आइरहेको छ। हामी यता डाँडातिर पुगिरहेको छ। हेर्नु यो डाँडा यस्तरी मनामा डाँडा पुग्ने हो। हामी त्यही भएर हामी चाहिँ यहाँदेखि चाहिँ अनि यहाँ आइपुग्यो हामी। यस्तो हावा चलिरहेको छ कि साथीहरू पछाडि पछाडि हिँडिरहेको छ। गाइस हामी अब यहाँ हेर्नु साथीहरू उहाँ हारेस खाइरहेको छ। एकदम हाम्रो सन्चो सुरु भयो। हामी चाहिँ यहाँ हेर्ने हामी चाहिँ यहाँदेखि चाहिँ मास्तिर पुग्नलाई चाहिँ सुरु ठुलो बाटो छ। यहाँ चाहिँ ठाडो जाने हामी च्यालेन्ज गरिरहेको छौँ क्या। यो बाटो चाहिँ यो चाहिँ पाइप हो। यो समुद्रको पाइप बनि उगिरहेको छ। यो पाइप नाला हो क्या। यो खाने पानीको हो सायद के होला। तर यो पानीको पाइप सर पाइपै हो क्या। होइन हामी यहाँ हामी च्यालेन्ज गर्दैछौँ क्या साथीहरूसँग है। यहाँ हेर्ने कस्तो ठाडो छ यहाँ है। त्यही भएर हामी यहाँ अब हामी लाग्छौँ कति मिनट लाग्छ। अब यहाँ हामी सुरु गर्दैछौँ है। ल चाहिँ सजिलो छ राजा सजिलो छ क्या। आउनु राजा हामी चाहिँ चढ्यो। तिमी कहाँ त्यता गएको यार ठाडो चढ्ने नि यार तिमी यता ठाडो हो क्या। अनि त्यो त छैन क्या बाटो। अनि हामी चाहिँ यहाँ बाटो चढ्दैछौँ क्या। चढिरहेको छ कि बाटो हेर्नै चढिरहेको छ कि। ल हिँड त पुरो एकछिन यो स्टेप छ। 3 मिनट 40 सेकेन्ड भइसक्यो। हामीलाई पनि थाहा छैन। अब लग हाम्रो आइपुग्न लाग्यो। हामी चाहिँ लास्ट ठाडो छ कि। तर यहाँ चाहिँ किनभने बाटो चाहिँ यस्तो छ त्यही भएर खुट्टा झ्याप्दै बढेको छ कि। तर यो यो चाहिँ बाटो चाहिँ यस्तरी छ कि यो ग्रिप खालको हावा चलिरहेको छ। गाइस फाइनल सक्सेस भयो। तर यहाँ पनि धेरै छ है माथि। 5 मिनट 27 सेकेन्ड भइसकेको छ। कस्तो भयो गाइस साथीहरू कस्तो भयो? आनन्द भयो नि। हेर्नु कस्तो छ कि यो तलतिर पनि सब जान्छ। यता चाहिँ सिद्धिरहेको छ।
ल फाइनली आइयो तर 5 मिनट 10 मिनट त 5-7 मिनट त लगभग 2 मिनट बढी त अब ओभर थियो होला तर स्किप गरेरै आउँदै गरेको त्यही भएर अहिले चाहिँ हाम्रो 5 मिनट 26 सेकेन्ड आइपुग्यो फाइनली हामी अब माथि आइपुग्यो बाटो चाहिँ 10 मिनटको बाटो चाहिँ रहेछ एकदम कस्तो भन्दाखेरिमा आइयो आइपुग्यो पानी लिएर आउनु है यस्तै देख्नुहुन्छ यस्तो डेन्जर छ कि बाटो यो ठाउँ भनेको हिँड्नलाई पनि यहाँ आइपुग्यो 6 मिनट भयो लगभग हामी 6 मिनट लगभग हामी 10 मिनटको बाटो हामी चढियो यो बाटो भन्नुपर्छ यहाँ आइपुग्यो फाइनली त्यही भएर चाहिँ यतातिर हेरौँ के छ तर उयो र हामी उताबाट अघि उता गएर उता चढेको छिटो हुन्छ गाउँ आइपुग्दैछ अब यहाँ कति बज्यो 6:30 त्यस्तै भइसकेको छ ज्यादै छ समर लगाइसक्यो हामी यहाँबाट आइसक्यो बाटो आइसक्यो हामी यहाँबाट चाहिँ गाडी वेस्टिङ गरेर जानेछौँ हाम्रो यो युट्युब च्यानलमा आउँछ होला मैला भयो घुमियो आज सबैजना साथीहरू किनकि समर लागेको छ त्यही भएर खासै छुट्टी पाएको हुँदैन त्यही भएर आज अन्तिम छुट्टीको चाहिँ हामी ल त नि सबैजना